हाई एभ्रिवान ल है हामी चाहिँ सोमबारतिर लाग्यौँ आज दिदी बहिनी पल्लो घरको दिदी अनि त्यसपछि तल्लो घरको छेमा हामी दिदी बहिनी भएर चाहिँ सोमबारतिर लाग्यौँ। तपाईँहरू पनि आउनुभएको होला। अनि हामी चाहिँ अब यतातिर लुगा हेर्नुमा बिजी छौँ। अनि म चाहिँ खासमा चाहिँ यताउति हेर्दैछु होइन। मान्छेको भिड देखेर चाहिँ ओभरै गर्मी थियो क्या। यहाँ चाहिँ बाहिर चाहिँ हावा छ तर यहाँ चाहिँ मान्छेको भिड भएर चाहिँ धेरै नै गर्मी छ क्या। यो चाहिँ फोनको कभर हेर्दैछ अनि जिस्काइदिएको त किनेन त्यसले त। अनि त्यो चाहिँ छ्यामाहरू लुगा हेर्दै हुनुहुन्छ, लुगा हेर्दै इन्जोय गर्दै हुनुहुन्छ क्या छ्यामाहरू चाहिँ। यो सोमबारे बजारमा चाहिँ सस्तो मूल्यमा राम्रो लुगाहरू, लुगा मात्र नभएर हरेक सामानहरू चाहिँ पाइन्छ क्या। खोज्नु सक्नुपर्छ होइन। तर राम्रो चिजहरू पाउँछ। फेन्सीमा पाउने सामानहरू नै यहाँ चाहिँ सस्तो मूल्यमा पाउन सकिन्छ। सबै चाहिँ यता हेर्दैछ। अनि यहाँ चाहिँ सुनदेखि नुनसम्म, नुनदेखि सुनसम्म भने जस्तै सबै सामान पाउँछ क्या। यहाँ चाहिँ नपाउने चाहिँ केही छैन। तर खोज्नु सक्नु पर्यो यस्तो भिडमा अनि गर्मीमा। हरेक सोमबार लाग्छ यो बजार चाहिँ होइन। तर यस्तै भिड हुन्छ क्या। अनि सब्जी त्यो कुनामा बसेको गर्मीले गर्दा मान्छेमा चाहिँ यता हेर्दै हुनुहुन्छ। अनि साह्रै गर्मी भयो, म पनि लुगा छानै नसक्ने भएँ, हेर्नै नसक्ने। अनि म पनि गएर त्यहीँ बसेँ। अनि त्यो जुत्तामा आँखा गयो। जुत्ता चाहिँ यसो हेर्दैछ, लिएन। अनि फोनको कभर पनि हेर्दैछ, टन्झेरी भयो त्यो जुत्ता। अनि हामी चाहिँ अब चस्मा दोकानतिर लाग्यो होइन। चस्मा दोकानको सो गरिदिनु क्या दिदी र यो चाहिँ सबै तिजेको मात्रै अरे चस्मा। तर हामीले चाहिँ ल्याएनौँ, लगायौँ, सो गऱ्यौँ, छोडिदियौँ। अनि गर्मी बेसी भएर म चाहिँ कागजमा बाटोमा एउटा कागज टिपेर फर्किँदै हिँडेँ। अब हामी चाहिँ सोमबारे भरिसक्यौँ भन्ने लाग्दैछौँ बाटो। अनि यसरी लाग्दा अगाडि चाहिँ सानो ठेलामा सुन दोकान रहेछ। फेरि अब त्यो कहाँ छोड्ने कुरै भएन होइन। फेरि पनि एउटा यसो गरिदिइहाल्यो कि। अनि फेरि सबैजनाले त्यो पनि हेर्न थाल्यौँ। छ्यामाले गइकन गर्मी गयो भन्नु भएन। हामी चाहिँ बाटो तान्यौँ। अनि तपाईँहरू चाहिँ के ल्याउनु भयो सोमबारेबाट, कति जानु होला कति नजानु भयो होला होइन। तर हामीले चाहिँ गएर सबैले मिलाएर 3टा चाहिँ लिएर आएको हो। यो सबै 200 रुपियाँबाट ल्याएको हो नि त। कुनै चाहिँ ट्याक्ससँग छ, कुनै चाहिँ ट्याक्स छैन तर नयाँ छ अनि राम्रो छ। अनि यसले चाहिँ एलो हर्बलको सनस्क्रिम हो यो, अन्डर आई हो यो। क्रिम 2टा मगाएको थियो नि त अनि आइपुगेछ नि देखाउँदैछ कि यसले चाहिँ। यो चाहिँ अन्डर आई सेरुम हो, त्यही भएर लगाएर ट्राई गर्दैछ। अनि दिदीलाई चाहिँ यो मैले मनपर्छ अरे क्या। अनि मन छ दिदी चाहिँ दियो त्यसलाई। अनि घर आइपुग्दाखेरि चाहिँ वेदर चाहिँ यस्तो भएको थियो क्या। सिमसिम पानी परेर कति राम्रो देखिरहेको थियो। अनि मैले चाहिँ बिस्तारोसँगले भिडियो लिएँ क्या। फेरि कस्तो रमाइलो देख्ने वेदर भएको थियो नि त। झन् यतातिर चोकतिर हेर्दा त कति राम्रो देखेको क्या।